यता हेरौँ त रामदेव भाइ। हजुर अब यसमा चढ्ने जबरको गरिराख्नु भएको छ। एकदम एकदम के चढ्न सकिला? म एकदमै चढ्न सक्छु यसमा। होइन, म त पताकै छैन। आँखा दृष्टिविहीन भइसकेपछि पनि हिम्मत चाहिँ हार्नु हुँदैन भन्ने सन्देश पनि हो है। हजुर र अवश्य पनि ल, म भिडियो बनाउँदैछु म चढ्छु है। र हाम्रा यी दृष्टिविहीन मित्र दुवै आँखा छैनन्, तै पनि म यो जाबन र सकुन्जा निकै पाकिरहेको छ, तर जाबनमा चाहिँ म चढ्छु है, म सक्छु म भनेर चाहिँ हौसला लिनुभएको छ र सफल पनि भइसक्नु भएको चढ्नलाई। र उहाँले जाबनको रुखमा चढेर जामन टिप्दै हुनुहुन्छ र अवश्य पनि पल्लो साइड, यो साइड होइन पल्लो साइड हो है। हो यो पल्लो यता कहाँ गयो र त्यहाँमा धेरै माथि नचढ्नु। जुन मुस्किल ठाउँबाट त चढिसक्नुभयो भने त्यो ठाउँ कुनै ठुलो ठाउँ होइन। र अवश्य पनि हजुरले पनि हेर्नुहुन्छ भने यो फेसबुकबाट लाइक सेयर गरिदिनु होला। जो आँखा देख्न नसके पनि हामी चेतनशील प्राणी हौँ, हाम्रो दृष्टि नभए पनि हामी यसरी गर्न सक्छौँ है भन्ने एउटा चेतना दिँदै हुनुहुन्छ। र उहाँ पुगेर ल त्यहाँदेखि माथि नजाने भयो 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 ल भयो भयो छैन, हाँगामा छैन, धेरै माथि भयो कि ए झऱ्यो झऱ्यो।